कक्षा 12 अध्ययन गर्दै गर्नुभएका भाइ बहिनीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण जानकारी लिएर म उपस्थित भएको छु र यो भिडियोलाई यहाँहरूले अन्तिमसम्म बसेर हेर्नुभयो भने पक्कै पनि यहाँले यो महत्त्वपूर्ण जानकारी हासिल गर्नुहुनेछ। र आउनुहोस् यो भिडियो सुरु गरौँ। तर सुरु गर्नुभन्दा पहिले म यहाँहरू सबैजनालाई यो भिडियो लाइक, कमेन्ट र सेयर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र भिडियो रहेको छ आजको राष्ट्रिय परीक्षा बोर्डले भर्खरै मात्र प्रकाशित गरेको कक्षा 12 को वार्षिक परीक्षाको समय तालिका। यहाँहरूले बुझिहाल्नुभयो, राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 मा अध्ययन गर्ने भाइ बहिनीहरूको लागि अन्तिम परीक्षाको जुन चाहिँ समय तालिका छ त्यो प्रकाशित गरिसकेको छ र सोही तालिकालाई मैले यहाँहरू सामु राख्न गइरहेको छु र त्योसँग सम्बन्धित जानकारी म यहाँहरू सामु राख्ने छु। र जुन परीक्षा 2083 साल वैशाख 14 गतेबाट सुरु भएर वैशाख 27 गतेसम्म चल्नेछ र सो परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्म सञ्चालन हुनेछ र त्यो विषयको समय तालिकालाई म यहाँ प्रस्तुत गर्न गइरहेको छु। तर त्योभन्दा पहिले म यहाँहरू सबैलाई के अनुरोध गर्न चाहन्छु भने यहाँहरूले 12 वर्ष अर्थात् 12-15 वर्ष अत्यन्तै मेहनत गरिकन जुन अध्ययन गर्नुभयो त्यसको प्रतिफल प्राप्त गर्ने समय भएको छ। यो कक्षा 12 को नतिजाले नै यहाँको भविष्य निर्धारण गर्नेछ। त्यसै भएको हुनाले सबैलाई म हात जोडेर यो अनुरोध गर्न चाहन्छु कि कृपया भाइ बहिनीहरू अब मात्रै 2 महिना हाराहारी बाँकी छ। यो 2 महिनामा अत्यन्तै मेहनत गर्नुहोस्, ढोका थुनेर मजाले मन कतै नडुलाएर पढ्नुहोस् ताकि तपाईको आउँदो भविष्य उज्जवल रहोस् र तपाईका मनोकांक्षाहरू पूरा हुन सकुन्। तपाईले चाहेका जुन चाहिँ भविष्यका योजनाहरू त्यो सफल हुनको लागि के गर्नेछ त यसले मद्दत गर्नेछ। त्यसै भएको हुनाले आउनुहोस् म समय तालिकाको बारेमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। समय तालिका अनुसार 2083 साल वैशाख 14 गते यहाँहरूको अनिवार्य अङ्ग्रेजी, सबैजनाको अनिवार्य अङ्ग्रेजी जुन चाहिँ 0041 कोड रहेको छ त्यसको परीक्षा हुनेछ। त्यसै गरिकन 2083 साल वैशाखको 15 गते यहाँहरूको अनिवार्य नेपाली जसको कोड रहेको छ 0021 त्यसको परीक्षा हुनेछ। त्यसै गरिकन सोही वर्षको सोही महिनाको 16 गते अनिवार्य अङ्ग्रेजी तर सबैजना पार्शियल स्टुडेन्ट्सहरूको लागि अथवा आंशिक परीक्षार्थीहरूको लागि मात्र सो परीक्षा हुनेछ। त्यसै गरिकन 17 गते यहाँहरूको लागि अनिवार्य जुन चाहिँ सामाजिक शिक्षा र गणित दुवै विषयको परीक्षा रहनेछ र सामाजिक शिक्षाको कोड 0061 रहेको छ भने गणित विषयको कोड 0081 रहेको छ। ऐच्छिक विषयहरू छ, धेरै विषयहरू यहाँ दिएको छ। त्यो विषयलाई म यहाँ यो स्क्रिन नै यहाँनिर राख्ने छु र कमेन्टमा पनि राखिदिने छु। यहाँहरूले राम्रोसँग आफ्नो ऐच्छिक विषय कुन हो सोही विषय अनुसार के गर्नु होला त आफ्नो विषय पहिचान गरिकन परीक्षा दिन जानु होला र अहिले चाहिँ परीक्षाको तयारी गर्नु होला। र आउनुहोस् म यहाँहरूलाई यो स्क्रिन शेयर गरिकन सबै कुराहरू भन्न गइरहेको छु कुन विषयको परीक्षा कति गते रहेको छ। आउनुहोस् मैले यो समय तालिकालाई स्क्रिनमा राखिरहेको छु, यहाँहरू देख्न सक्नुहुन्छ। यहाँनिर समय तालिका दिएको छ। जुन परीक्षामा सहभागी हुनको लागि यहाँहरूको सुरुको रजिस्ट्रेसनको नम्बर 79, 80, 81 र 82 मात्र सहभागी हुन पाउनुहुनेछ र समय तालिकालाई म यहाँ देखाउन गइरहेको छु र परीक्षा समय बिहान 8 बजेदेखि 11 बजेसम्म भनिएको छ। समय तालिका निम्न अनुसार रहेको छ। 2083 1/14 गते यहाँ देख्न सक्नुहुन्छ कम्पलसरी इङ्ग्लिस फर रेगुलर स्टुडेन्ट्स 0041 यहाँ देखाइरहेको छ। अनि यसै गरिकन यहाँहरूले देख्न सक्नुहुनेछ 14 गते भएका परीक्षाहरू अनि 15 गतेको लागि यस्तो जो परीक्षा कम्पलसरी नेपाली रहेको छ। त्यसै गरिकन टेक्निकल स्टुडेन्टहरूको लागि सोशल स्टडिज रहेको छ। 16 गतेको परीक्षामा जुन चाहिँ कम्पलसरी इङ्ग्लिस फर पार्शियल स्टुडेन्ट्स मात्रै भनेर भनेको छ। त्यसै गरिकन 2083 1/17 गते बिहिबारका दिन कम्पलसरी सोशल स्टडिज एन्ड लाइफ स्किल एजुकेसन फर जर्नलिस्ट टिम 0061 र
सोही दिन कम्पलसरी म्याथमेटिक्स 0081 रहेको छ। त्यसै गरिकन फिजिक्स टेक्निकल स्ट्रिमको रहेको छ। यसरी यहाँहरूले आफ्ना विषयहरू देख्न सक्नुहुनेछ। 20 गतेको परीक्षाहरू, 20 गतेको परीक्षामा संस्कृत भाषा एन्ड व्याकरण, अकाउन्टिङ र म्याथमेटिक्स रहेको छ। त्यसै गरिकन यहाँले 21 गतेको परीक्षा आफ्नो हेर्न सक्नुहुनेछ। कुन चाहिँ विषय हो, यहाँले 21 गतेको पनि यहाँ विषय दिइरहेको छ। अनि त्यसै गरिकन यहाँले 22 गतेको आफ्नो विषय कुन हो यसरी हेर्न सक्नुहुन्छ। 22 गते कुन कुन विषय रहेको छ आफ्नो विषय छानेर यहाँहरू के गर्न सक्नुहुन्छ त तयारी गर्न सक्नुहुन्छ। यहाँनिर विषयहरू यहाँहरू देख्न सक्नुहुन्छ। अनि 23 गते पनि यसरी विषयहरू दिएको छ। अनि त्यसै गरिकन 24 गतेको विषय यहाँले स्क्रिनमा यसरी देख्न सक्नुहुन्छ। 24 गतेका विषयहरू यी रहेका छन्, यहाँहरूले देख्न सक्नुहुन्छ। अनि त्यसै गरिकन यहाँहरूले 25 गतेको विषय पनि देख्न सक्नुहुनेछ। यहाँनिर 25 गते इक्जाम हुने विषयहरू र विषय कोडहरू यहाँ देख्न सक्नुहुन्छ। अनि अन्तिम परीक्षा 27 गते रहेको छ। 2083 27 गते यसरी के हुनेछ त 27 गते परीक्षा अन्त्य हुनेछ अथवा समाप्त हुनेछ। र यो रुटिनलाई मैले स्क्रिन सेयर मार्फत पनि देखाएको छु र कमेन्ट बक्समा पनि मैले यो रुटिनलाई राखिदिनेछु। कृपया सबैले यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नुहोला।